आज हामीहरू यहाँ भात बनाउने आँटेको। यो पानी गरम गर्दैछु। यहाँ चाहिँ यो कुखुरा खाने यो सब्जीहरू चावलहरू कुखुरा लोकल। अनि भाइले यहाँ प्याज काट्दैछ। प्याज अनि खोर्सानी। यो प्याज नाला छ पानीको। यी कालबाट यो झरना यहाँको झरना। अनि मामा यहाँ दुईटा गाडी त्यहाँ छ। ड्राइभरहरूको जिन्दगी यही हो, नालाहरूमा के झरनामै रास्तामै बनाएर खाने हो। यो राखेको छ। अनि यो दाउ बाटो देखाइदिन्छु अहिले। राखौ गाडी साडी देखाइदिन्छु। यस्तो जग्गामा यस्तो लोकेसनमा बनाउँदै छ कि हामीहरू। यो बाटो हो, यता कुइमा जान्छ अनि यता छाजुवा। अनि मामाको गाडीमा चाहिँ सिमेन्ट लट्छ अनि रोड। अनि मेरो गाडीमा चाहिँ बालु 500 सेफ्टी अझै बेरेल 6टा चाहिँ यो ड्राइभरहरूको जिन्दगी। हिजो लोड गरेको आएको थियो दिमापुरबाट पुगिनौ। के भन्छ ड्राइभरहरूको जिन्दगी यति दुःख छ, कहाँ के हुन्छ थाहा छैन। अनि मामाको गाडी पनि बिग्रिहाल्यो। अहिले मोबिल पनि लिक गर्दैछ अलिअलि। यहाँले माथिबाट गिर्दैछ अरे, त्यो ओभरफ्लो पाइपबाट गिर्दैछ। के भयो थाहा छैन। बेस 4 हो नभए बेस 3 बनाइदिएको मालिकले गाडी। युरियाको बेसी दिगदार छ भनेर हो यो गाडी। बोरेलोहरू पनि जाँदैछ, हेर्न सक्नुहुन्छ हो यहाँ मेरो गाडी। अब भाइले गाना पनि बजाइहाल्यो। आज गाडी धुलाउँदैछ भाइले। यहाँ खोर्सानी राजा खोर्सानी यो हाल्ने, यो हालेर खाने। अब ल बाई।